फाइनली हाम्रो घर आउनु लागेको छ गार्डनिङ। आज गार्डनिङको याममा सूरज छ तमा जति नै घुरिছে नरे सूरज मस्ती नै है गार्डन क्या बन्द गार्डनिङ। हेलो गाइस आज भ्लगिङ चाहिँ अलिक दिनबाट सुरुवात भयो किनभने अहिले म यहाँ झाड्दैछु घरको काम गर्नु पर्यो के। बा आज म नेपालमा गरौँ कि हिन्दीमा गरौँ? जेमा गरेर नि हुन्छ ल बा ढल्केछु नि। कैसे हो आप सब लोग? ठीक हो? मैं आपसे बहुत अच्छा उम्मीद करता हूँ। मैं कर रहा हूँ आज घर के काम यानी हाउस चोर्स इंग्लिश पे कहते हैं। तो आप ये ब्लॉग आखिर तक देखिएगा। आज हमारे घर का साफ सफाई दिवस है क्योंकि हमारा घर साफ नहीं किया हुआ 2 महीने से भी ऊपर हो गया है। सो आज मैं सुरक्षा और मेरे पापा हम लोग मिलके साफ कर आखिर तक देखिएगा। पहले आप ये देखो मैंने एक एग्रीकल्चर वाला वीडियो भी शूट करके रखा है, इसको नेपाली में देखिएगा। गार्डनिङको जीवन नआउने मान्छेले खनिरहेछ। अब हजुर पनि यो स्वच्छ वातावरणको लागि चाहिँ भन्ने छ नि होइन। हामीहरूको जस्तै यो हाम्रो पौरखको मेहनतको साथले हामी स्वच्छ वातावरण अभियान सुरु गर्न गइरहेका छौँ। अब यहाँ कार्यक्रम चलाउँदै र कृषिमा बरु अध्ययन गर्नलाई फुलको लागि भने म अब कृषिको भिडियोहरू पनि बनाउन सुरु गर्छु बिस्तारै। लगाइज हेलो हेलो व्हाट्सअप गाइज, आज मेरो च्यानलमा स्वागत छ। आज हजुरलाई म भन्नेछु मेरो आजको दिन कस्तो गयो। म माथि गार्डनिङ गर्दै भन्दै मैले एउटा सानो प्रवचन भनिरहेको थिएँ कि त्यो स्वच्छ नेपाल अभियान सुरु गरिरहेको छौँ। यो सुरक्षाले बिचमा आएर कुरा काट्दै भने कि गार्डनिङको जी पनि नआउने मान्छेलाई भनेपछि अलिक यही जस्ट जोकिङ जस्तै आधारमा म यहाँ खनिरहेँ। अहिले चाहिँ महारानजी मसँग अलिक तम्सिकी छे अनि बालजी क्यामेरा पक्रिसकेको थियो अनि यता सेल्फी लिइराख्नु भएको छ। अब जाम अगाडि यता फर्दर हेर्दै गरौँ। यता स्वच्छ नेपाल अभियानको हाम्रो कस्तो लाग्यो होला जिनिसहरूलाई यता मन पऱ्यो भने भनिदिनु होला। यो सुरक्षालयदेखि पनि मसँग चुबुर्किने थियो, त्यहाँ म यसकै अगाडि लुकी भयो नि झाडु पोछा गर्दै थिएँ। यसो घरको अलिक हाउस चोर क्या, घरको काम यानि इङ्ग्लिसमा हाउस चोर भनेर भन्छन् नि मान्छेहरूले। अलिअलि इङ्ग्लिस त मलाई नि आउँदैन खासमा इङ्ग्लिस। यो हाउस चोर गरेर यसो अलिक यो झाडुले मरिगयो नि यो सिङ्गी कुचा त्यो पानीले झाँटेसी मात्र काम गर्छ। एकचोटि त कुच्चेर लाक्टो नि खोजेको थियो कि झाँट्नु नहुँदा आनी जोस् यसरी पन्छाउँदै गयो। अब झाडुको लागि अहिलेको लागि चाहिँ अब यति नै। अनि आजको कमेन्ट अफ द डेज गर्छु भुमा हालेर मिना थापा हजुरको माया